हेलो सबैलाई, नेपाल भाषी सबै नेपालीहरू सबैजना आराम कुशललाई भइसिन्छ होला, निकै छ होला। धेरै दिन पछाडि फेरि म भिडियो तपाईँहरूको सामु आइपुगेको छु भिडियो बनाउँदा। 2-4 दिन मेरो स्वास्थ्यको कारणले गर्दाखेरि अलिकति स्वास्थ्य ठिक नभएको कारणले गर्दा भिडियोमा आउन सकेको थिइनँ, भिडियो बनाउन सकेको थिइनँ। हजुरहरू सञ्चारमा हुन्छ होला र अहिले नेपालको एकदम चुनावी माहौल होला होइन। नेपालमा चुनावी माहौल एकदम चुनावी माहौलको पुरा एकदम घमासान भइरहेको होला र पार्टी पनि 150 वटा कतिवटा पार्टी छ, पार्टी दर्ता भइसकेको छ भन्ने सुनिसकेको छ होइन। ठिकै छ, जतिवटा पार्टी आए पनि जति जे भए पनि हामीलाई चाहिएको भनेको देशलाई माया गर्ने, देशको माटोलाई माया गर्ने र जनताप्रति जनताको भावना बुझ्ने र एकदम जनतासँग घोलमेल हुने हामीलाई प्रधानमन्त्री नेता अथवा देशको भावी प्रधानमन्त्री चाहिएको। हामीलाई तपाईको टिकटकदेखि स्ट्याटस लेख्ने र भाषण गरेर ठुला सपना देखाउने र ठुला कुरा गर्ने प्रधानमन्त्री नेता चाहिएको होइन। र जति पनि नेपालमा हुनुहुन्छ आदरणीय बुवा आमा दाजुभाइ दिदी बहिनीहरू र नेपालवासी सबैजनाले एकदम तपाईहरूले सोचेर, यो तपाईहरूको लास्ट सोच्ने डिसिजन हो। भोलि गएर भोलिको हाम्रो भावी सन्तानले दुःख नपाओस् भनेर एकदम राम्रो मान्छेलाई चुनेर ठाउँमा पुर्याउनु होला। र तपाईको धेरै प्रधानमन्त्री हुने भनेर प्रधानमन्त्रीको दावेदार भएर तपाईको चुनावी माहौलमा होमिएको छ र एकदम राम्रो मान्छेलाई तपाईहरूले चुनेर पठाउनुहोस्। हजुरहरूको हातमा छ। हामी परदेशीहरूले त यहाँबाट अब एउटा भन्ने र सोच्ने र हामीले एउटा सन्देशमूलक भिडियो हजुरहरूसम्म दिने र हजुरहरूलाई एउटा राम्रो मान्छेलाई भोट दिनु भन्ने हाम्रो सन्देश मात्रै हो। हामीले गर्नु सक्ने केही छैन। हामीलाई चुनाव यहाँदेखि विदेशमा रहेकाहरूलाई चुनाव हाल्ने वातावरण पनि मिलाइदिएन यो सरकारले। र एकदम सबैलाई फेरि पनि सबै पार्टीहरूलाई धेरै शुभकामना छ। र अर्को कुरो, तपाईँहरूलाई के लाग्छ, बालेन प्रधानमन्त्री भयो भने तपाईँको देशको अवस्था व्यवस्था परिवर्तन हुन्छ जस्तो लाग्छ? मलाई त खै साथीहरू साह्रै लाग्छ जस्तो लाग्दैन। किनभने तपाईँको काठमाडौँको तपाईको महानगरपालिकाको मेयर हुँदा त उसलाई भेट्न हामी पर्थ्यो। उसलाई भेट्न जनताले भेट्न सक्थेन, कुनै पनि जनतासँग भेट्न चाहन्थेन भने ऊ प्रधानमन्त्री भयो भने त झन् तपाईको सपना नदेख्दा पनि हुन्छ। त्यो एउटा कल्पना मात्रै हो, यो लेखेर राख्नु। तपाईको बालेन प्रधानमन्त्री भयो भने देशको विकास र देश परिवर्तन हुन्छ भनेर तपाईँहरूले कल्पना मात्रै हो। तपाईँहरूको जति पनि तपाईँहरू यसको पछाडि लागेर वाइ गर्नुभएको छ त्यो तपाईँहरूको कल्पना मात्रै हो होइन। तर कहिले पनि बालेन प्रधानमन्त्री भएर कहिले पनि देशको अवस्था व्यवस्था फेर्नेवाला छैन। उल्टै तपाईँको उत्तर कोरियाको किङजोमको तरिका हुन्छ र देशमा झन् अझै अशान्ति र हङ्गामा मचिन्छ जस्तो लाग्छ मलाई चाहिँ। अब हेरौँ, अब कसले जित्ने हो, को प्रधानमन्त्री हुने हो, त्यो त भोलिको कुरा, भोलिको जनताको हातमा छ सबै होइन, नेपाली जनताको हातमा छ। र पनि अब शुभकामना छ सबै जुनै पनि पार्टीहरूले जिते पनि राम्रो जनताको लागि र जनताको प्रधानमन्त्री भएको हेर्न पाऊँ, शुभकामना छ होइन। त्यही हो। अब हामी परदेशीले भन्ने के छ होइन। भिडियो छोटो बनाउँ भनेको लामो भइहाल्यो। अहिले अब ड्युटीको टाइममा सो रेस्ट टाइम थियो। आज यहाँको नमाजको टाइम हो, मुस्लिमहरूको हज गर्नेको टाइम हो। त्यसैले गर्दा छोटो टाइममा एउटा भिडियो बनाउनु सबैलाई जय नेपाल, जय मातृभूमि।
बाई बाई।